जुन बेला म खेलाउँथे धुलो त्यो बेलामा सिलु दिदीले खेलाउँथिन् दुलो जुन बेला म खेलाउँथे धुलो त्यो बेलामा सिलु दिदीले खेलाउँथिन् दुलो सो हेलो एभ्रिवन गाइज एन्ड वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी सिलु दिदी र भिटेनको चाहिँ ऱ्याप हामी सुन्नु गएर चाहिँ जस्ट इन्टरटेनमेन्ट मात्रै हो। सुन मेरो केटाहरू केटीहरू है, मलाई तिमीहरूदेखि चित्त दुखिरहेछ है। किन दिदी किन चित्त दुख्यो भन्नु पर्यो क्या? त्यो अभियसली भन्नु न किन। किनभने मेरो ऱ्याप रिलिज हुनुभन्दा पहिला होइन तिमीहरू मेरो लाइभमा आएर मेरो हालखबर सोध्थ्यौ होइन, के छ यताउति मिस यु भन्थ्यौ होइन। अहिले त मेरो लाइभमा तिमीहरू छिर्दा बित्तिकै के भएको? सिलु दिदी जुन बेला म खेलाउँथे धुलो त्यो बेलामा सिलु दिदीले खेलाउँथिन् दुलो जुन बेला म खेलाउँथे धुलो त्यो बेलामा सिलु दिदीले खेलाउँथिन् दुलो। अब दिदी तपाईँको गानै त्यस्तो छ त, अब के चाहिँ गर्नु त? जुन बेला म खेलाउँथे धुलो त्यो बेला सिलु दिदीले खेलाउँथे दुलो। अच्छा, अब गानै त्यस्तो छ त दिदी, किन त गाउनु त? अनि भाइरल हुन्छ भने थाहा छ त भनेर आउँछौ। अलिकति दिदीलाई रेस्पेक्ट गर यार। अच्छा, मलाई चित्त दुखिरहेछ यो कुराले चाहिँ। होइन यो गाना हो कि के हो? सधौँ गाना पनि ऱ्याप हो कि यो के हो? म त केही बुझिनँ। त्यहाँ गुगलले पनि बुझ्दैन यार ट्रान्सलेट गर्दा त यार। के हो अनि भिटेनले त लामाको मर्डर छ त ऱ्याप पनि। अनि देखो इसका थोबड़ा तो देखो। हेर्नु भयो होला भिटेन र सिलु दिदीको चटक है। गर्छ भिटेनले चाहिँ सिलु दिदीले चाहिँ जब त खेलाउँथेस् दुलो त्यतिले म खेलाउँथेँ दुलो भन्दै गाना गाछ अनि कहाँबाट रेस्पेक्ट हुन्छ त होइन। अनि कमेन्टमा अनि भाइरल हुन्छ त्यही त भन्छ होइन। यो चाहिँ जस्ट इन्टरटेनमेन्टको लागि मात्रै हो गाइज होइन। जो जो हेर्नु भएको छ लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला अनि सपोर्ट पनि